अलराइट गाइज लाइक हुन्छ नि हामीहरू चाहिँ चिसापानी पुगेको चाहिँ अलमोस्ट आधी 1 घन्टा भइसक्यो लाइक हामीहरू चाहिँ राति घर जानुपर्ने हुन्छ कि लाइक त्यो टाइममा चाहिँ हामी एउटा क्युएनए खेल्छौँ होइन लाइक हाम्रो विथ रिलेटेड विथ हाम्रो ट्राभल नै होइन आर यु एक्साइटेड या रियली धेरै एक्साइटेड छु म त सो अलराइट लाइक म ल क्वेसन सोध्नु पालो कोबाट ल क्वेसन चाहिँ ल सानोबाट ल मबाटै गरौँ ओ माय गॉड म सानो रे सिधै फेरि म सोधौँ त क्वेसन हो म तिमीलाई कतिको स्ट्रङ लाग्यो भन त ओ माई गॉड त्यो चाहिँ म एक्सप्लेन नै गर्न सक्दैन गाइज यति धेरै स्ट्रङ छ नि यति धेरै स्ट्रङ छ नि होइन बाइकको पछाडि बसेर अलमोस्ट 650 किलोमिटर बस्नु न एउटा जोक होइन यति धेरै आई रियली प्राउड कि म कसम यति धेरै प्राउड गर्छु मेरो बेबीलाई एक चुप्पा अनि अब म सोध मेरो पालो होइन सोध्ने होइन तपाईँको तिमीलाई चाहिँ त्यही लाइक हेटौडाको उकालो चाहिँ कस्तो लाग्यो अफरोड ओ माय गॉड नट एक्सप्लेन मलाई चाहिँ त्यो मोडमा चाहिँ मलाई यस्तो लाग्यो कि ला मरिन्छ जस्तो लाग्थ्यो कि सिरियसली है यस्तो गाह्रो थियो त्यो चाहिँ लाइक अब उकालो आयो नि त्यस्तै ओह्रालो नि त्यस्तै अफ रोड गयो भने झन् ओ माय गॉड लास्ट चाहिँ गाह्रो के फेरि त्यो सब एडजस्ट गरेर आयो ओके ओके ल माई टर्न के भन्छ त्यो त्यो एकदम अफरोड आएको बेला हामी यहाँ पुग्ने बेला कुन ठाउँ रे त्यो ओके लाइक त्यो चाहिँ हाम्रो बुटवलबाट यता कि बुटवलबाट यता हाम्रो इमेली पुग्नुभन्दा उताको चाहिँ लाइक लास्टै अहिले चाहिँ त्यो रोड खनेको कारणले चाहिँ लास्टै रङ त्यो चाहिँ भएको थियो कि ल हो त्यो बेलाको चाहिँ कस्तो लाग्यो त्यो बडीवाला मसाज त्यो बिचको वाला कस्तो लाग्यो बडीवाला मसाज ओ माई गॉड अनबिलिभेबल गाइज अनबिलिभेबल पुरै होइन लाइक त्यसमा चाहिँ न कुनै पार्ट पुर्जा छैन कि नहल्लेको आमा गडगड 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 भा होइन आमा त्यो त पुरै दिमागै हल्लिन्छ भने चाहिँ तपाईँ बुझ्नु कसरी पुरै अब तपाईँहरूले राइड गर्ने मान्छेले थाहै नै होला होइन लाइक अब त्यो मलाई त्यो यति माथिदेखि त्यो उकालो ओह्रालो अलिअलि अफ रोड हो माइ गड अनि त्यो ढाड भने यस्तो दुखेको थियो नि होइन त्यो हुँदाखेरि त म त जिन्दगीमा काठमाडौँ जानु जस्तो लाग्यो कि मलाई त्यो बेला चाहिँ यस्तो भयो कि मलाई लाइक अब त्यो पनि ठिकै भयो माई टर्न तँलाई चाहिँ लाइक त्यो बेस्ट मुभमेन्ट चाहिँ कहाँको छ ल हाम्रो अलमोस्ट 24 घन्टाको ट्राभलमा बेस्ट मुभमेन्ट चाहिँ एक दुईवटामा भन्न मिल्यो मलाई चाहिँ त्यो सिस्नेरी होइन त्यहाँनिर चिया खाएको वाला मन पर्यो अनि दोस्रो चाहिँ